एस्टिमेसन को च्याप्टर वाइज कति मार्क्स आउँछ भनेर यही हो। अरु चाहिँ सबै फिक्स हो। भ्यालुएसन को चाहिँ मैले गेस हान्दिएको। च्याप्टर 1 बाट यति पढ्यो हुन्छ। 2 देखि 3 मार्क्स हो थ्योरी। च्याप्टर 2 बाट दुईटा न्युमेरिकल आउँछ, भर्टिकल ड्रप र हिल रोड को 5 र 8 मार्क्स को। बुक को हेरि नि हुन्छ अनि यो फर्मेट हेरि नि हुन्छ। च्याप्टर 3 बाट के आउँछ भनेर फिक्स छैन, बरु स्पेसिफिकेसन को चाहिँ यतिबाट आउन सक्छ। अरु नि बुक हो छुटेछ भने पढ। मसँग भएको नोट यति नै हो। च्याप्टर 5 बाट बिल्डिङ को एस्टिमेसन गर्न आउँछ 8 मार्क्स को। फर्मेट चाहिँ यही हो। क्लियर छैन बुकमा हेरिनुहुन्छ, पहिला गराएकोहरु हेरिनुहुन्छ। च्याप्टर 6 बाट 6 मार्क्स के आउँछ। कल्भर्स अनि अर्को सेप्टिक ट्याङ्कहरुको आउँछ। फर्मेट चाहिँ यही हो। प्र्याक्टिस गर्नुपर्छ।